Hi guys, welcome to my channel. So आज चाहिँ हामी एकदम राम्रो ठाउँमा जाँदैछौँ ड्राइभिङ गर्न एन्ड त्यो ठाउँलाई चाहिँ कार्टिङ भन्छ गो कार्ट सो हामी चाहिँ त्यहाँ जाँदैछौँ अनि त्यसपछि त्यहाँ गएपछि कस्तो हुन्छ एक्सपिरियन्स भन्नेवाला छौँ ओके बाई बाई हामी जाँदैछौँ अब ओके सो हामी चाहिँ आइपुगेको छौँ यहाँनिर सिबी कार्टिङ सेन्टर यहाँनिर चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भएको छ गाइज तर भित्र गएर हेर्न बाँकी छ कि कस्तो छ कार्टिङ सो यो चाहिँ इन्स्ट्रक्सन छ यहाँनिर चाहिँ यस्तो यस्तो गर्नुपर्छ भनेर पोनी पो बनाउनु पर्ने रहेछ कपाल त यो चाहिँ मैले नयाँ नयाँ किनेको हो होइन खासै मान्छे आउनु भएको छ होइन पछि आउनुहुन्छ त्यो यो चाहिँ हाम्रो नयाँ बिजनेस खोलेको हो मैले आउनुहोस् म तपाईँहरूलाई देखाउँछु ल यो चाहिँ यस्तो लाउनु पर्छ अरे यसलाई जुत्तामा स्लिपर्स लगाएको भएर आई निड टु वेयर दिस लाइट यस कम्फर्टेबल हामीले चाहिँ यहाँनिर आफ्नो लकरमा सामान राख्नुपर्ने हुन्छ बिकज वी क्यान नट टेक दिस अल मोबाइल्स एन्ड सनग्लासेस इनसाइड ओके छैन इफ इन केस एक्सरेमा गर्न जान्ला जस्तै भएछ त्यो पनि लाउनु पर्ने रहेछ भयो भइदिएन झ्याएको जस्तो देख्दैन तिमीलाई त घाँटीमा पनि थियो एउटा मजा आयो कार्टिङ गरेर एकदम मजा आयो रमाइलो भयो नयाँ एक्सपिरियन्स अब अर्कोचोटि पनि आउनुपर्छ बोल्दैछु सिद्धो अब आजको कार्टिङ रमाइलो भयो ओके ल आजको दिन पनि गयो यतिकै मजा आयो गाडी कुदायो ल अब हामी यहाँबाट आउँदै जान्छौँ त्यसपछि भोलि फेरि कम लेट भयो सानो मायालाई बाटैमा भेट भयो घुमतिर लेट भयो सानो मायालाई बाटैमा भेट भयो
भन्ने ठाउँमा आएको छौँ। तर यहाँ चाहिँ पुलिसै नलागो रहेछ सो यो चाहिँ पोलिस भन्ने भिलेज हो, लाची पोलिस। अनि हामी चाहिँ यहाँनिर सानोतिनो सामानहरू लिँदैछौँ अब इलेक्सनमा खानुको लागि, इफ इन केस कतै गइहाल्यो भने। के लाने? आइसक्रिम त पक्रिहाल्छ, एकैछिन के लाने? सबजना लाइन बसेर हेरेको छ त। ललिपप आती ललिपप खाओगे? भयो ल हामी चाहिँ जम्मा भयो छिटो। अब फेरि यस्तो गर्नुहुन्छ बाहिर निस्केपछि हामी चाहिँ हामीले झोली टुङ्ग्रा बोकेर हामी यहाँबाट चाम्टा झोली बोकेर प्रस्थान गरिसकेका छौँ। पिकनिक जाँदैछौँ गाइस, पिकनिक हो कि क्या? पिकनिक जानु होला होइन? म्युजिक सँगसँगै क्या मिलेको यो सिन। Okay, we are in Lachi now, finally. Woohoo! नानी Lachi हो, Lachi गयो। हेलो कपाल कपाल नबिता उति जस्तो अमारा जस्तै भएछ कपाल त। हामी चाहिँ आज अमारा के अमारा? ल हामी चाहिँ फाइनली लाचीमा आइसकेको छौँ। यहाँ चाहिँ एकदम राम्रो रहेछ ठाउँहरू, तर अलिकति टुरिस्ट कम रहेछ अहिले चाहिँ, सायद अलिक टाइम पछि आउँछ होला। सो हामी चाहिँ फर्स्ट टुरिस्ट रे होइन आइपुगेको छौँ। अब एकछिन इन्जोय गर्छौँ, त्यसपछि घर जान्छौँ। बाई। अनि किन छोडेर आएको हामीलाई? हामी चाहिँ सामान बोकेर आउने कति मातेको। Cheers. ब्लू लगून, ब्लू समुद्र के साथ, isn't it? Yes. ल गाइस, अब चाहिँ फोटोसुट हुन्छ है हाम्रो। फोटोसुट पनि भइरहेछ यता, यहाँ पनि गर्छौँ। यता हेर अब बस्नु ल। यहाँ चाहिँ हाम्रो साधन खत्रीजी चाहिँ एकदम मस्तीमा बस्नु भएको छ अल्छी लागेर। अनि उता दुईजना उता जाँदैछन्। रमाइलो भएन? घाम गयो है। सो सबैजना सेल आएको छ यहाँनिर चाहिँ, कोही फोटोमा, कोही भिडियोमा, कोही दुईजनाको दाजुभाइ गफमा लागेको छ। अब हामी चाहिँ यतिकै एन्डिङ गर्छौँ यही रमाइलो गरेर। अब बाटो लाग्छौँ घरतिर। चिप्स यतिकै भयो। सो आजको ट्रिप पनि सिद्धियो, खाली खुट्टा छ मैया। सबैजना बाई गरौँ। यता हेर बाई। बाई बाई बाई। ए I'm gonna try this for the first time. कस्तो छ? Cheers. Cheers. क्या मैं बोल प्यार की एक कहानी
एक था लड़का एक थी लड़की दीवानी आओ सुनाओ प्यार की Oh my god, जाँदाखेरि कस्तो भएर गएको थियो, घर फर्किँदाखेरि कस्तो भएर फर्क्यो गाइस। झिङ्रिङ कपाल भताङ बुतुङ्ग सबैजना। हेलो कैसा रहा ट्रिप? बहुत अच्छा बहुत अच्छा ठीक है। लास्ट वीडियो में देखा फेस आपका। It was amazing. It was amazing, super cool. Boom. बस हालत खराब हो बस हालत खराब हो गई, हालत देखो। खराब हो गई, ऐसे हो मेरा गई, भी मैं- देखो। कैसी हो अच्छा, गई? मुझे किन हिन्दी बोले? बनाइया म। ओके भाइ, अब हामी यहाँ चिकन फ्राई गरेर खान्छौँ। सो आजको दिन पनि यतिकै जान्छ। होम ट्रिप गाइस होम अब होम ट्रिप